तिलो कडा यो चाहिँ 2025 मा यानि कि भर्खरै रिलिज भएको साउथ मुभी हो। सो तपाईँहरूलाई पनि लभ स्टोरी एन्ड ड्रामा मुभीहरू है, लभ स्टोरी एन्ड रोमान्स मुभीहरू हेर्न मनपर्छ भने चाहिँ तपाईँहरूले यो मुभीलाई ट्राई गर्न सक्नुहुन्छ भने। सो तपाईँहरू चाहिँ 18+ को हुनुहुन्न भने चाहिँ तपाईँहरूले यो मुभीलाई चाहिँ नहेर्नु होला नै भन्न चाहन्छु, किनभने मुभीमा अलिकति धेरै एडल्ट सिनहरू देखाएको छ है त। सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियोज। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो मुभीहरू हेर्न तपाईँहरूलाई मनपर्छ भने चाहिँ मैले भन्ने गर्छु बारम्बार, मलाई फलो गरेर राख्न भने नबिर्सनु होला, किनभने फलो गर्दैमा केही पनि जाँदैन है त। सो मुभीको स्टोरीले चाहिँ त्यति है रियालिटीलाई चाहिँ तपाईँको चाहिँ फोकस गर्दैन, त्यस भएर चाहिँ मुभीको स्टोरी चाहिँ मलाई खासै राम्रो लागेन, किनभने मुभी चाहिँ मैले श्रीनिधि शेट्टीको एकदमै ठुलो फ्यान भएर चाहिँ यो मुभी हेरेको थिएँ भने। सो मुभीमा चाहिँ तपाईँहरू श्रीनिधि शेट्टी, राशि खन्ना, सिद्धू जस्तो राम्रो राम्रो एक्टर अनि एक्ट्रेसलाई चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ भने। सो मुभीको स्टोरी चाहिँ त्यति धेरै बवाल छैन। सो तपाईँहरूलाई चाहिँ है लभ स्टोरी एन्ड रोमान्स मुभीहरू ट्राई गर्न मन छ र हेर्न मनपर्छ भने चाहिँ तपाईँहरूले यो मुभीलाई हेर्न सक्नुहुन्छ भने। मुभीले चाहिँ तपाईँहरूलाई अलिअलि स्याड पनि बनाउन सक्छ कहीँ कहीँ। सो आई होप हजुरहरू धेरैले चाहिँ यो मुभी हेरि पनि सक्नुभएको छ होला। हेरिसक्नु भएको छ भने तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्ट गर्न भने नबिर्सनु होला, र हेर्नुभएको छैन भने हेरिहाल्नुहोस्। र भिडियो राम्रो लागेमा तपाईँहरूले लाइक कमेन्ट सेयर गर्न भने नबिर्सनु होला, किनभने लाइक सेयर गर्दैमा केही पनि जाँदैन। हस् त, धन्यवाद।